केटीएम दैनिकको फिफा विश्वकप एक्सप्लेनरमा यहाँहरूलाई स्वागत छ। म चन्दा छेत्री र केटीएम दैनिक फिफा विश्वकप एक्सप्लेनरको टाइटल स्पोन्सर रहेको छ एक्सट्रिम इनर्जी ड्रिंक्स, सपोर्टेड बाई लालीगुराँस एसोसिएसन क्लब इन एसोसिएसन विथ हाई लाइफ, स्पोन्सर बाई कल्पना हाउसिङ एन्ड डेभलपर, किङ्स कन्सल्टेन्सी, इडेन एकाडेमी एन्ड कन्सल्टेन्सी धरान र स्पोर्ट्स युनिभर्स। फिफा विश्वकप 2026 अब आफ्नो सबैभन्दा रोमाञ्चक चरणमा पुगेको छ। उत्तर अमेरिकामा करिब 1 महिनादेखि जारी विश्व फुटबलको महाउत्सव अब सेमिफाइनलमा आइपुगेको छ, जहाँ 48 टोलीको प्रतिस्पर्धाबाट अब केवल 4 टोली मात्र बाँकी छन्, अर्जेन्टिना, फ्रान्स, स्पेन र इङ्ल्यान्ड। अझ रोचक तथ्य के छ भने यी चारै टोली विश्व फुटबलका पूर्व विश्व विजेता हुन् र फिफा विश्वकप वरियताको शीर्ष 4 स्थानमा रहेका राष्ट्र पनि हुन्। यसले विश्वकपको अन्तिम चरणमा विश्व फुटबलमा सबैभन्दा स्थापित शक्तिहरू बीचको प्रतिस्पर्धालाई झन विशेष बनाएको छ। अब फाइनल प्रवेशका लागि 2 ऐतिहासिक भिडन्त हुँदैछन्। पहिलो सेमिफाइनलमा युरोपेली च्याम्पियन स्पेनले फ्रान्सको सामना गर्नेछ भने दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन्स अर्जेन्टिनाले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। चारै टोलीको शैली, अनुभव र वर्तमान लय हेर्दा यस पटकको सेमिफाइनल पछिल्ला धेरै विश्वकप मध्ये सबैभन्दा सन्तुलित र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले यस विश्वकपमा कठिन बाटो पार गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ। नकआउट चरणका अधिकांश खेलमा टोलीले अन्तिम समयसम्म सङ्घर्ष गर्नु परेको थियो, तर यही परिस्थितिमा दबाव सहेर नतिजा निकाल्ने क्षमता अर्जेन्टिनाको सबैभन्दा ठूलो शक्ति बनेको छ। क्वार्टर फाइनलमा स्विजरल्यान्ड विरुद्ध अतिरिक्त समयमा 3-1 को जित निकाल्दै टोलीले फेरि एकपटक आफ्नो मानसिक दृढता प्रमाणित गर्यो। कप्तान लियोनल मेसी अझै पनि टोलीको आक्रमणको केन्द्रमा छन्। उनले गोल नगरे पनि विपक्षीको ध्यान आफूतर्फ केन्द्रित गराउँदा जुलियन अल्भारेज, एलेक्सिस म्याकएलिस्टर लगायतका खेलाडीले अवसर सिर्जना गर्न सफल भएका छन्। स्विजरल्यान्ड विरुद्धको निर्णायक असिस्टले निर्णायक क्षणमा खेलको दिशा बदल्ने मेसीको क्षमता अझै उस्तै रहेको पुष्टि गर्यो। अब इङ्ल्यान्ड विरुद्ध हुने सेमिफाइनल मेसीको अन्तर्राष्ट्रिय करियरमा इङ्ल्यान्डसँगको पहिलो प्रतिस्पर्धात्मक भेट हुनेछ। 1986 को विश्वकपमा डिएगो म्याराडोनाको ह्यान्ड अफ गड गोलपछि विश्व फुटबलकै चर्चित प्रतिद्वन्दी मध्ये एक बनेको अर्जेन्टिना इङ्ल्यान्ड प्रतिस्पर्धा अब मेसीको नेतृत्वमा पहिलो पटक विश्वकपमा देखिन लागेको छ। यता युरोपेली च्याम्पियन स्पेन प्रतियोगिताभर सबैभन्दा व्यवस्थित टोली मध्ये एक बनेर उभिएको छ। प्रशिक्षक लुइस डेला फुएन्तेको टोलीले बलमाथिको नियन्त्रण, सन्तुलित रक्षा पंक्ति र आवश्यक बेला तीव्र आक्रमणलाई उत्कृष्ट रूपमा संयोजन गरेको छ। स्पेनको खेल अहिले परम्परागत टिकी-टाका शैलीमा मात्र सीमित छैन, बरु त्यसको प्रत्यक्ष आक्रमण र तीव्र ट्रान्जिसन पनि थपिएको छ। मिडफिल्डमा रोड्रीको नियन्त्रण स्पेनको खेलको मेरुदण्ड बनेको छ भने लामिन यामाल र निको विलियम्स जस्ता युवा विङ्गर्सहरूले कुनै पनि क्षण खेलको दिशा परिवर्तन गर्न सक्ने क्षमता राख्छन्। उनीहरूले प्रतियोगिताभर निरन्तर उत्कृष्ट प्रदर्शन गर्न नसके पनि ठूला खेलमा प्रभाव पार्ने क्षमता भने कायम छ। अब फ्रान्स जस्तो सन्तुलित टोली विरुद्ध स्पेनको रणनीति र युवा प्रतिभाको परीक्षा हुनेछ। धेरै विश्लेषकहरूको नजरमा फ्रान्स यस विश्वकपको सबैभन्दा सन्तुलित टोली मध्ये एक हो। प्रशिक्षक डिडिएर डेस्च्याम्पको टोली लगातार तेस्रो विश्वकपको सेमिफाइनलमा पुग्नु आफैमा ठूलो उपलब्धि हो। यसले फ्रान्सको स्थिरता, गहिरो टोली संरचना र उच्च स्तरको निरन्तरतालाई पुष्टि गर्छ। कप्तान किलियन एम्बापे फेरि एकपटक टोलीका सबैभन्दा प्रभावशाली खेलाडी बनेका छन्। उनको गति, निर्णायक क्षणमा गोल गर्ने क्षमता र ठूला खेलमा प्रभाव पार्ने अनुभव फ्रान्सको सबैभन्दा ठूलो हतियार हो। तर फ्रान्स एम्बापेमा मात्र सीमित छैन। अरेलियन चुआमेनी, एड्रियन राबियो, विलियन सालिबा र माइक मेन्या जस्ता खेलाडीहरूले टोलीलाई प्रत्येक लाइनमा सन्तुलित बनाएका छन्। यही कारण फ्रान्सलाई धेरैले उपाधिको प्रमुख दावेदार मध्ये एक मानिरहेका छन्। उता इङ्ल्यान्ड सन् 1966 यता पहिलो विश्वकप उपाधिको खोजीमा छ। हरेक विश्वकपमा उच्च अपेक्षाको दबाव बोकेर मैदान उत्रिने इङ्ल्यान्ड यसपटक प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा अझ सङ्गठित देखिएको छ। क्वार्टर फाइनलमा नर्वे विरुद्ध अतिरिक्त समयमा जित निकाल्दै टोलीले कठिन परिस्थितिमा पनि आफूलाई सम्हाल्ने क्षमता देखायो। कप्तान ह्यारी केनको अनुभव, जुड बेलिङ्गमको प्रभावशाली प्रदर्शन इङ्ल्यान्डका सबैभन्दा ठूला हतियार बनेका छन्। विशेष गरी बेलिङ्गमले नकआउट चरणमा निर्णायक भूमिका खेलेका छन्। यद्यपि टुचेलले आफ्नै टोलीले अझै आफ्नो उत्कृष्ट स्तरमा खेल्न बाँकी रहेको स्वीकार गरेका छन्। त्यसैले अर्जेन्टिना विरुद्ध इङ्ल्यान्डले आफ्नो अहिलेसम्मकै सर्वश्रेष्ठ प्रदर्शन दिनुपर्ने चुनौती छ। अब विश्वकप यस्तो मोडमा पुगेको छ जहाँ सानो गल्तीले पनि उपाधिको सपना समाप्त गर्न सक्छ।
एकातिर लगातार दोस्रो विश्वकप उपाधिको लक्ष्यसहित डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना छ, अर्कोतर्फ 6 दशक लामो प्रतीक्षा अन्त्य गर्ने लक्ष्यमा इङ्ल्यान्ड उभिएको छ। यता युवा प्रतिभा, बल नियन्त्रण र आधुनिक रणनीतिक फुटबल बोकेको स्पेन छ भने उता अनुभव, गहिरो टोली संरचना र निरन्तरताको प्रतीक बनेको फ्रान्स। चारै टोलीसँग उपाधि जित्ने पर्याप्त आधार छन्, त्यसैले यस चरणमा कुनै पनि टोलीलाई स्पष्ट रूपमा अर्कोभन्दा बलियो भन्न गाह्रो छ। अब हेर्न बाँकी छ यी 4 महाशक्तिमध्ये कुन 2 टोलीले फाइनलमा स्थान बनाउनेछन् र अन्ततः कसले विश्वकप फुटबलको सर्वोच्च ट्रफी उचाल्नेछ। यसको उत्तर अब केही दिनमै विश्व फुटबलको सबैभन्दा ठुलो मञ्चमा प्राप्त हुनेछ।